प्रस्थान 26 अध्याय पवित्र वासस्थान। तैँले 10 वटा पर्दा भएको पवित्र वासस्थान बनाउनु। ती पर्दा मसिनो गरी बाटेको सुती कपडाका र नीलो, बैजनी र रातो रङको धागोको हुन्। तिनमा सिपालु शिल्पकारको काम भएका करूबहरू समेत तैँले बनाउनु। हरेक पर्दाको लम्बाइ 28 हात र चौडाइ 4 हातको होस्। सबै पर्दा एकै नापका हुन्। 5 वटा पर्दा एक अर्कासित गाँसुन् र अर्का 5 वटा पनि एक अर्कासित गाँसुन्। पहिलो गाँसिएको भागको पल्लो पर्दाको छेउमा नीलो सुर्काउनी बनाउनु। दोस्रो गाँसिएको भागको पल्लो पर्दाको छेउमा पनि त्यस्तै बनाउनु। एउटा पर्दामा 50 वटा सुर्काउनी बनाउनु अनि दोस्रो गाँसिएको भागमा पल्लो पर्दामा 50 वटा सुर्काउनी बनाउनु। ती सुर्काउनीहरू आम्ने सामने हुन्। तब सुनका 50 वटा अङ्कुशे बनाएर पर्दाहरू एक अर्कोसित ती अङ्कुशेहरूले जोड्नु र यसरी पवित्र स्थान एउटै हुनेछ। पवित्र वासस्थानमाथिका पालको निम्ति बाख्राको भुत्लाका पर्दाहरू बनाउनु। तैँले 11 वटा पर्दा बनाउनु। प्रत्येक पर्दाको लम्बाइ 30 हात र चौडाइ 4 हातको होस्। 11औं पर्दाको नाप एउटै हुनुपर्छ। 5 वटा पर्दा एक साथ र 6 वटा पर्दा एक साथ जोड्नु। 6औं पर्दालाई चाहिँ पालको अघिल्तिर दोबर पार्नु। पहिलो गाँसिएको भागको पल्लो पर्दाको छेउमा 50 वटा सुर्काउनी बनाउनु र अर्को गाँसिएको भागको पल्लो पर्दाको छेउमा पनि 50 वटा सुर्काउनी बनाउनु। पाल जोडेर एउटै बनाउनलाई तैँले काँसका 50 वटा अङ्कुशे बनाउनु र ती अङ्कुशे सुर्काउनीहरूमा लगाउनु। पालका पर्दाहरूका बाँकी रहेको भाग अर्थात् आधा पर्दा चाहिँ पवित्र वासस्थानको पछिल्तिर झुन्डिरहोस्। पालका पर्दाहरूको बाँकी रहेको एक हात यतातिर र एक हात उतातिर पवित्र वासस्थान ढाक्नलाई त्यसका दुवै छेउछेउमा झुन्डिरहनु। रातो रङले लगाएको भेडाका छालाको छतपाता ढाक्नलाई बनाउनु र त्यसको माथि ढाक्नलाई सिलका छालाको अर्को एउटा छत बनाउनु। पवित्र वासस्थानको निम्ति बबुल काठको फलाकहरू ठाडो बनाउनु। हरेक फलाकको लम्बाइ 10 हात र चौडाइ 1 हात आधाको होस्। हरेक फलाकमा दुई वटा चोसाहरू एक अर्काको सामुन्ने राखिएका हुन्। पवित्र वासस्थानका सबै फलाकहरू तैँले यसरी नै बनाउनु। पवित्र वासस्थानको दक्षिण भागको निम्ति 20 वटा फलाक बनाउनु। ती 20 वटा फलाकहरूका मुनतिर चाँदीका 40 वटा आधार बनाउनु। 2 आधारका एक फलाकको मुनतिर र हरेक चोसो मुनि एउटा। पवित्र वासस्थानको अर्कोपट्टि अर्थात् उत्तरपट्टिको निम्ति 20 वटा फलाक र तिनका 40 चाँदीका आधारहरू बनाउनु। एउटा फलाकको मुनतिर 2 वटा आधार। पवित्र वासस्थानको टाढाको भाग अर्थात् पश्चिमी भागको निम्ति 6 वटा फलाक बनाउनु। टाढाको भागमा कुनाहरूका निम्ति तैँले 2 वटा फलाक बनाउनु। ती तलदेखि माथिसम्म दोबर खप्टाइएका हुन् र यसरी ती एउटै मुद्रामा जोडिउन्। ती दुवै फलाक यस्तै हुन्। त्यहाँ 8 वटा फलाक हुन् र तिनका निम्ति चाँदीका 16 वटा आधार हुन्। एउटा फलाकको मुनतिर 2 वटा आधार हुन्। तैँले बबुल काठका बारहरू बनाउनु।
पवित्र वासस्थानका एकातिरका फलकहरूका निम्ति 5 वटा बार र अर्कोतिरका फलकहरूका निम्ति 5 वटा बार र पश्चिमतिर टाढाको भागका फलकहरूका निम्ति 5 वटा बार। फलकहरूका बीचमा भएको बार चाहिँ एक छेउदेखि अर्को छेउसम्म पुगोस्। फलकहरू सुनले मोहर्नु। बारहरू पक्रनको निम्ति सुनका मुद्राहरू बनाउनु। बारहरू पनि सुनले मोहर्नु। तैँले पर्वतमा देखाएको नमुना अनुसार पवित्र वासस्थान खडा गर्नु अनि निलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सुती कपडाको एउटा छेक्ने पर्दा बनाउनु र त्यसमा सिपालु शिल्पकारले बनाएका करूबहरू भएका होस्। सुनले मोहरिएको बबुल काठका 4 वटा खम्बामा सुनको अङ्कुशले त्यो टाङ्नु। ती खम्बाहरू 4 वटा चाँदीका आधारमाथि होउन्। तैँले त्यो छेक्ने पर्दा अङ्कुशहरूबाट झुन्ड्याउनु र त्यसको पछाडि गवाहीको सन्दुक राख्नु। त्यस पर्दाले तिमीहरूका निम्ति पवित्र स्थानलाई महापवित्र स्थानबाट अलग गर्नेछ। महापवित्र स्थानमा गवाहीको सन्दुकमाथि कृपासन राख्नु। छेक्ने पर्दाको बाहिरपट्टि चाहिँ पवित्र स्थानको उत्तरतिर टेबल राख्नु र पवित्र वासस्थानको दक्षिणतिर टेबलको सामुन्ने सामदान राख्नु। पालको ढोकाको निम्ति तैँले निलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सुती कपडाको बुट्टा भर्नको काम भएको एउटा पर्दा बनाउनु। त्यस पर्दाको निम्ति बबुल काठका 5 वटा खम्बा बनाउनु र तिनलाई सुनले मोहर्नु। तिनका अङ्कुशे सुनका होउन् र तिनका निम्ति काँसका 5 वटा आधार बनाउनु। हालेलुया।